हामी चाहिँ एकदमै टाढा जाँदैछौँ चिप्लिङ भन्ने ठाउँमा जाँदैछौँ अनि अगाडि चाहिँ हाम्रो राजा दिदी हुनुहुन्छ अनि ड्राइभर चाहिँ हाम्रो हिरो हुँदैछ अनि फेरि यहाँ घुमिरहेको छ यसरी घुम्न गइरहेका छौँ यहाँ साथमा एकदम हाम्रो यहाँ सबैजना हुनुहुन्छ जस्तै मन्जु भण्डारी हुनुहुन्छ अनि हाम्रो यहाँ जोडे हुनुहुन्छ अनि साथमा शिशुता अनि हाम्रो यहाँ हिरोजन अनि हाम्रो दिदी हुन्छ अनि साथमा एकदमै यहाँ भमिट गर्न रेडी भइसकेकी परिवार हुन्छ अनि सो हेर्नुहोस् न हामी कहाँबाट कहाँ आइसक्यौँ होइन एक्चुली म चाहिँ खास हेर्दाखेरि चाहिँ मैले भएर चाहिँ आएँ है एनिवे यहाँ पहिरो गइसकेको रहेछ होइन अनि फेरि एकजना भर्खरै बिहा गरेर बाइकमा लिएर आउनु भएको हेर्नु छ दिदी वाउ कभी खिली अनि वाउ हैन मान्छे यही डाँडा यसरी घुमेर यही डाँडाको मान्छे हो त्यसरी घुम्न आइरहेका छौँ अनि एकदम शर्मिली लड्की सरी अनि तिमीले मम्मीको दुध खायौ अनि अब कान्छे कान्यौ अनि यिनी हाम्रो अनि उ गाडी चाहिँ कता खाने के उ त अगाडि हो कि होइन अनि यस्तरी गाडी हेरिरहेको छ उसो गरेको क्या होइन हेरेको अनि कहाँ लिएर आएको थियो तिमीले आइरहेको थियौँ होइन आउँदै थियौँ अनि सडनली अहिलेसम्म चाहिँ बाटो एकदम क्लियरली थियो एकदम राम्रो भ्यू छ यहाँ अनि त्यसपछि आउँदै आउँदै गर्दाखेरि चाहिँ ठ्याक्कै यही बाटोमा आउँदाखेरि चाहिँ हामीलाई सानो एउटा ट्रबल भयो जस्तै कि माथि पहाडबाट सबै माटो जस्तै तल खसेर अनि त्यसपछि यो बाटो अलिकति न्यारो भयो र मैले चाहिँ यहाँबाट चाहिँ नजाने भन्ने भनिरहेको छु तर चाहिँ हाम्रो कान्छो भाइले चाहिँ जाने कुरा गरिरहेको छ लेट्स सी व्हाट विल ह्यापन एन्ड अपदान भन्ने ठाउँमा तर बाटो चाहिँ सबै पिच नै रहेछ तर चाहिँ यो पहिरोले गर्दाखेरि त्यस्तो भइरहेको छ ल अनि सबैजना चाहिँ अब हामी चाहिँ बिस्तारै गाडी लिएर आउनु कोसिस गरिरहेको छौँ अनि बाटो अलिकति थोरै धेरै रिस्क पनि होइन नर्मल्ली छ तर हामीले चाहिँ ट्राई गरिरहेको छौँ तिमी यहाँ बस्छ तिमी अगाडि प्लिज गो अनि अब यो गाडी चाहिँ सकिन्छ तर मैले के भन्नु फ्यामिलीसँग आउँदाखेरि चाहिँ अलिकति यो रिस्क नलिउँ भन्ने कुरा सोचेको मैले अनि ओके सो डर के आगे जी भन्ने जस्तै ब्रो म चलाम आऊ ठिक छ आऊ कम उता आइन यता कम ओके यता ओके
पास फेरि निस्क्यो गाइस पास फेरि क्या गाउँदै अनि फेरि आइगयो ल्यान्ड यस्तो रिक्स छ यस्तो रिक्समा पनि गाडीहरू हिँडिरहेको छ क्यामेरा खिच्दाखेरि चाहिँ यस्तै खिच्नुपर्छ कि यस्तै हेलो म त फेरि क्यामेराम्यान खतरा हो कि अहिले हामी चाहिँ उपरदनगढ हिँडिरहेको आइपुग्ने बेला आयो सबै जताततै बादलै बादल लाग्यो यहाँ मन्जु दिदी मम्मी म अङ्कल मामा आज्ञा र सिसुता पछाडि सेङ्गा होइन चितवन भरतपुर धेरै थाक्नु भयो जस्तो छ है एकदमै कहाँनिर चाहिँ जानु पर्ने अब यहाँबाट मासतिर ऊ त्यो मासतिर अनि हजुरलाई कस्तो लागिरहेछ नि ठिक लागिरहेको अनि खोइ त नि अर्को दिदी अब कति माथि यहाँ खोइ अर्को दिदी कुन हो र ए के अरे बहिनी ए मन्जु अब कहाँ हो जाने यता माथि जाऊँ हेलो अहिले हामी उपरदनगढ आइपुग्यौँ गाडी माथिसम्म लिएर आउनु कोसिस गरिरहेको थियो तर अहिलेसम्म कुनै पनि गाडी लिएर चाहिँ नआएको रहेछ तर अहिले चाहिँ आँटा चाहिँ आँटेन म एक्चुअली आँटिसकेको थिएँ तर मैले चाहिँ रोकेर हो होइन नत्र तिमीले गाडी माथि ल्याउने रहेछ होइन तर मैले रोकेँ है नलाएर जाति नै भयो गाडी जाति नै हो। टु व्हिलर चाहिँ आउँदो रहेछ भनेपछि मलाई थ्याङ्क्स भन्नु पर्यो नि त नि थ्याङ्क्स मलाई त इभन तिम्रो मम्मीले पनि रोक्नु भएन कि तर मम्मीले पनि ओके ओके गाडी लिँदैन भन्नु भएन अनि यो एकदमै गाजाको बुट हो पर्पल हो यो हो मेरो जुन यो उम्रिनु पर्यो नि त होइन यार उपरदनगढ हिँड्दै सबैले अब गाडी हाल्ने नि कि अनि पिस लाग्यो कहाँ छोडियो गाडी त हिँड्दै आइसक्यौँ अलमोस्ट अब टपमा यस्तो कुहिरो लाग्छ ओ माई गड यी टोली हिँड्ने कडा मेहनत कडा उकालो कडा हिँडाएपछि चाहिँ हामी फाइनल्ली उपरदनगढको प्रवेशद्वारसम्म आइपुग्यौँ मन्जु दिदी कस्तो छ अनुभव समय अभाव हो अरू ठिक हो मम्मी कस्तो लाग्योहरूलाई रमाइलो लाग्छ राम्रो लाग्छ अङ्कल हजुरलाई मलाई अति उत्तम सिसिकालाई हेर्न पाइयो उपरदनगढी राजा महाराजा भएको ठाउँ टोली उपरदनगढी पुग्यो फाइनली हामी योमा आइयो जस्तो लाग्यो घुम्ने भनेको यही नै हो यसलाई किल्ला चितवनको गाडी भिडियो भयो राम्रो हुन्छ क्या
चाहिँ यो के डाँडा अरे यो डाँडा यो उपर बाङदाङ डाँडामा छ आई डोन्ट नो अनि फेरि यहाँ चाहिँ एकदम टिकटक स्टार एकदम त्यतिखेर पनि गरेर नि अनि फेरि यहाँ चाहिँ हाम्रो स्पेसल हाम्रो हेलो गिभ मी माई क्याप नक्कली अहिले चाहिँ अब घुमेर अब हामी फर्किँदै ल आजको लागि बाई बाई उपर धनगढी ब्लग्स इन्ड भयो ल अहिले चाहिँ म उपर दाङगढी यो पनि फुस्के उपर दाङगढी आइरहेको छौँ अघि हामीलाई माथि चढ्नु एकदमै गाह्रो भइरहेको थियो सास फेर्न फर्मा भइरहेको थियो त्यस्तै